हजुरले अनि यो जंगल अनि यो रिभर अनि यो फिश हजुर अनि वाउ थ्याङ्क यू हजुरले के बनाउनु भएको स्मल हाउस हो ओ थ्याङ्क यू हजुरले के बनाउनु भएको वाउ कति राम्रो स्कुल हो पिङ्क पनि सानो सानो रहेछ हजुरले के बनाउनु भएको हाउस वाउ आयुष खवास प्लान्टिङ नमस्कार नमस्कार हजुर अनि यहाँ देख्नु भइरहेको छ यो दुईटा खोरहरू छ एउटामा चाहिँ कुखुरा र अर्कोमा चाहिँ बाख्रा छ अनि यहाँ दुवैको मलहरू तल पोखरीमा पुग्छ र माछाले खान्छ अनि बाँकी रहेको पानीहरू चाहिँ एउटा पाइप सिस्टम हुन्छ अनि पाइप सिस्टमबाट खेतमा आउँछ खेतमा उब्रेको फलफुल अन्नहरू चाहिँ मानिसले खान्छ र बाँकी रहेको घाँसहरू चाहिँ बाख्रा कुखुरालाई दिन्छ र यिनीहरू त्यो धेरै भएको सामानहरू चारहरू चाहिँ यहाँ स्टोर रुम बनाएको यो चाहिँ गेस्ट रुम भनेको होइन यसमा चाहिँ पाहुनाहरू बस्न सक्नुहुन्छ थ्याङ्क यू आग्दा नेपाल युट्युब च्यानलमा हालिदिन्छु हेर्नु होला पछि नमस्ते आन्टी सिनेमा हल सप फ्रुट्स एन्ड भेजिटेबल नमस्कार कस्तो राम्रो यो चाहिँ एउटा स्मार्ट सिटी हो जसमा चाहिँ अब नागरिकहरूले अब चाहिने सबै कुराहरू सहज छ क्या यो सिटीमा चाहिँ अब यसमा अब यहाँ एयरपोर्ट छ होइन हजुर जहाँबाट प्लेनहरू छ यो भने जिम भयो जिम हजुर जिम भयो यो अनि स्कुल भयो घाँसहरू चाहिँ बाख्रालाई कुखुरालाई दिन्छ स्कुल यो चाहिँ मान्छेहरू बस्ने बिल्डिङहरू भयो होइन अपार्टमेन्ट जस्तै सबै एउटै अपार्टमेन्टमा सबै थोक कन्सेप्ट राम्रो रहेछ पछि डिजाइनर बन्नुपर्छ फेरि यो चाहिँ एउटा जेसिबीको मतलब डोजरको मोडल हो क्या यसमा चाहिँ हामीले कार्टुन होइन अनि यो सुईको अनि पाइपहरूको पुरा पानीको युज गरेर बनाएको छौँ यसमा चाहिँ अब भोलि पर्सि यसलाई ठुलो बनायो भने यसमा चाहिँ अब पेट्रोलहरू चाहिएन क्या यस सुईकै सफ्टवेयर हुने गरेर क्या होइन यहाँबाट यस्तो होइन यस्तो खन्ने होइन यस्तो हुने हेर्नु त कति राम्रो राम्रो अनि यो ए हाम्रो च्याम्पियन स्कुलमा यहाँ इन्जिनियरहरू तयार हुँदै हुनुहुन्छ है हेर्नु होला यसलाई भोलि पर्सि बनायो भने यसले एयर पोल्युसन गर्ने भएन नि त पेट्रोल युज गरेर थ्याङ्क यू यो के हो यो एक्वारियम हो यो चाहिँ के हो भन्दाखेरि यो ग्रिन हाउस हो अनि यसमा चाहिँ हामीले भित्र यो स्नो भइरहेछ स्नोफल भइरहेछ हिउँ परिरहेछ अनि भित्र हामीले फलफुलहरू उगाइरहेको छौँ भेजिटेबल्सहरू उगाइरहेको छौँ अनि यसलाई छोप्न अनि त्यसपछि प्रोटेक्ट गर्न चाहिँ यो ग्रिन हाउस ओके थ्याङ्क यू वुमेन हर्ट हजुर यसमा चाहिँ हामीले थ्याङ्क यू यो के हो हजुर ए थ्याङ्क यू नमस्ते म कक्षा 5 मा पढ्छु मेरो नाम आर्यन बस्नेत हो मैले चाहिँ सिक्किमको छु यो घर हो वाटर ट्याङ्क सोलर प्यानल अनि यो गार्डन हो यो हजुर रोड हो धन्यवाद धन्यवाद ए हाम्रो सानो क्लास 5 को साइन्टिस्ट रेडी हुँदै हुनुहुन्छ है च्याम्पियन स्कुलबाट यो चाहिँ एउटा होम हो मेरो नाम आराध्य नेपाल म कक्षा 5 मा पढ्छु यो बनाएको चाहिँ यो चाहिँ रोड हो अनि यो सुन्दर यो घरहरू यो कलेजको जग्गामा बस्ने ठाउँ हो र अनि यो ट्रीहरू अब हामीले घरिरहेको हजुर हजुर यो बलगान हो यो अनि यो गाडीहरू राम्रो गार्डन अनि यो स्विमिङ पुल
अनि सानो थ्याङ्क यू